सम्पूर्णमा नमस्कार छ। तपाईँहरूमाझ म मुना मदन खण्डकाव्यमा आधारित सवाल जवाफमय कविता तपाईँहरूमाझ प्रस्तुत गर्न चाहन्छु। जुन कवितामा मुना र मदनको अपार माया हुँदा हुँदै पनि पारिवारिक कठिनाइ र आर्थिक समस्याका कारणले गर्दा विदेशिन बाध्य भएको देखिन्छ। तर उहाँहरू दुई मुना र मदनको माया अपार भए पनि अथवा उनीहरू ढुकुरका जोडी जस्तै भए पनि प्रेम रूपी उनीहरूको माया चाहिँ भए पनि तर उहाँहरूले सँगै बस्न पाउनु भएको छैन। त्यही कारणले भन्न खोजिएको छ कि ऋण लागेपछि विभिन्न किसिमका समस्याहरूले पछाइसकेपछि मुनाले चाहिँ लासा नगई नछाड्ने आफ्नो चाहिँ कुरा अभिव्यक्त गरेपछि मुनाले भन्नुहुन्छ, नछाडी जानुहोस् हे मेरा पराणे कली मलाई, मनको वनमा ननिम्ने गरी विरह जलाई। नछाडी जानुहोस् हे मेरा पराणे कली मलाई, मनको वनमा ननिम्ने गरी विरह जलाई। यो भनिसकेपछि फेरि प्रत्येक उत्तरात्मक कवितात्मक हरफ अब चाहिँ मदनले भन्दै हुनुहुन्छ, हे मेरी मुना नभन त्यसो जुनमा फुलेकी, फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी। हे मेरी मुना नभन त्यसो जुनमा फुलेकी, फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी। मदनले भन्दै हुनुहुन्छ कि हे मेरी मुना तपाईँ त्यसो नभन जुनमा फुलेकी मान्छे, म फेरि फर्कन्छु, तिमी किन यसरी भुलेकी छ, म फेरि फर्किहाल्छु भनेर भनेकी छन्। फेरि त्यस्तै प्रति उत्तरात्मक फेरि चाहिँ यो कविताका हरफहरू मुनाले भन्न खोज्नु भएको छ। फुलेको केश गलेको जिउ आमाको मायाले, बाँधेन हरे हजुरको पाउ मायाको छायाले। फुलेको केश गलेको जिउ आमाको मायाले, बाँधेन हरे हजुरको पाउ मायाको छायाले। यति गर्दा पनि तपाईँले मान्नु भएन, के गर्ने। बुढेसकालको आमा र आमाको मायाले पनि तपाईँलाई चाहिँ बाँधेन भनेर भन्नुभएको छ। त्यसपछि अब जसरी पनि नगई नछाड्ने उहाँको चाहिँ उहाँले भनेपछि त्यसपछि आएर उहाँले फेरि अर्को हरफ भन्दै हुनुहुन्छ, जङ्गली देश व्यापारी भेष सङ्कट सहेर, के मिल्छ अरे तिनलाई छोडी लासामा गएर। जङ्गली देश व्यापारी भेष सङ्कट सहेर, के मिल्छ अरे तिनलाई छोडी लासामा गएर भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ। त्यसपछि अर्को हरफ पनि भन्दै हुनुहुन्छ मदनलाई मुनाले, हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले। हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले। धेरै मार्मिक छ यो कविता। हजुरहरूले सुनेर यसो नै प्रतिक्रिया दिनुहोला। धन्यवाद।